कसैले भन्दैछन् ल नेपालका जेनजीहरूको पनि हालत अब बङ्गलादेशको जस्तो हुनेछ। कसैले भन्दैछन् 74 लाख फलोअर्स हुने युवा नेत्रीलाई पुराना दलका नेताले दोब्बर मतले जिताए। यता फेरि अर्को भनाइ छ बङ्गलादेशको चुनावको सन्देश कट्टरपन्थी र पपुलिस्ट जनताद्वारा अस्वीकार। नेपालका पूर्व प्रधानमन्त्री र जेनजी आन्दोलन हुँदाखेरि नेपालको सरकारको बागडोर सम्हालेका एमाले नेता केपी ओली भन्दैछन् बङ्गलादेशको निर्वाचनमा जे भयो अब नेपालमा त्यही हुन्छ। आखिर बङ्गलादेशको चुनावी परिणाम आएको चाहिँ कस्तो हो त त्यसो भए? के जेनजीहरूले साँच्चै नै यहाँ भनेखेरि हारेकै हुन्? उनीहरूको लज्जास्पद हार भएकै हो त साँच्चैमा? पुराना दलहरू रमाउनु पर्ने र नयाँ भनिने जेनजीहरू चाहिँ टाउको दुखाउनु पर्ने गरीको परिणाम आएको हो बङ्गलादेशमा? वास्तवमा त्यहाँ भएको के हो? आजको यो भिडियोमा त्यसको चिरफार गर्दैछु। तर सत्य के हो भने बङ्गलादेशको चुनावी नतिजा, त्यहाँको राजनीति त्यति मात्रै विश्लेषण गर्यो भने पनि अब नेपालमा के हुन्छ त्यो सजिलै अनुमान लगाउन भने सकिन्छ। नेपालको राजनीति अब कतातिर जाला र अब के होला भन्ने प्रश्नको उत्तर खोज्न बङ्गलादेशको राजनीति, त्यहाँको राजनीतिक इतिहास अनि हालसालै भएका घटनाक्रम र निर्वाचन परिणाम बुझेदेखि धेरै कुरा बुझिन्छ। आउनुहोस् आजको यो भिडियोमा त्यही बुझ्ने कोसिस गरौँ। सँगसँगै लेट्स डाइभ टुगेदर।